आर्जुकोलाई त कपाल तानेर चुडेर पछाडिबाट लात्तीले हानेर मेरा छोराले के खान्छ भन्दा तेरा छोराले यही खान्छ भन्दैखेरि लात्ताले हानेको भिडियो त तपाईँले देखिहाल्नु होला, पछारेको भिडियो। त्यसै गरी प्रचण्डजीको घरमा पैसा राख्ने कोठै रहेछ, त्यो कोठामा पैसा अहिलेसम्म बल्दैछ, उहाँलाई लगेर जाक्नु पर्यो। ओलीजीले त त्यत्रो स्कुलका बालबालिका ड्रेस सहितका बालबालिकालाई गोली हानेर मार्नु भएको छ। यी तीनैजनालाई लगेर जेलमा कोचेका दिन कोचिन्छन्, कोचेका दिन अहिलेको सरकारको जय जयकार मनाउँछन् नेपाली जनताले। अर्थ केही नगरे पनि यति मात्रै गरेर देखाउनु त अहिलेलाई यो सरकारले यस्तै उस्तै गर्छ कि क्या हो भन्ने कता कता लाग्न थालेछ। तर यो भनेको चाहिँ बाघले एटेक गर्नु पर्यो भने 2 स्टेप पछाडि जान्छ अरे, 2 स्टेप पछाडि सर्या छ, अब झ्याप्पै पारिदिने बेला हो। त्यसकारण हामी सबै इन्तजारमा छौँ, त्यो दिन कहिले आउँदैछ। यी सबैको रेकर्ड हुँदैछ, यिनीहरू कसरी चलबलाउँछन्, को कार्यकर्ता निकाल्छन्, कहाँबाट निकाल्छन्, पैसा कहाँबाट निकाल्छन् भन्ने कुराको राम्रोसँग विश्लेषण भइरहेछ। 2-1 दिन धैर्य गर्नुहोस्, यिनीहरूलाई कसरी चाहिँ हान्छन् भन्ने कुरा 7 जुनीसम्म यिनीहरू उठ्न सक्दैन, त्यसरी हान्दैछन्। सरकार त्यसरी पर्खेको छ, त्यसरी पर्खेर क्यालकुलेसन गर्दैछ, चुप लाएर बसेकै छैन। कुलमान घिसिङले त भन्नुभयो त 18 घण्टाका दरले हामी खटिरहेछौँ भन्नुभयो। उहाँलाई कत्रो भित्र जलन होला, आफ्नै कुर्सीमा एउटा भ्रष्टलाई ल्याएर राखिएको छ, 4 महिना काम गर्न दिइएको छैन। अनि बालेन्द्र शाहलाई कस्तो परेको होला, बालेन्द्र शाहले बनाएको गृहमन्त्री हो, त्यसकारण चान्चुने मान्छेलाई बालेन्द्र शाहले बनाएकै छैन, किनभने बालेन्द्र शाह मास्टर माइन्ड हो, नेपालको सर्लक होम हो। प्रधानमन्त्री पनि त बालेन्द्र शाहकै सिफारिसमा बन्नु, अनि प्रधानमन्त्री पनि त बालेन्द्र शाहकै सिफारिसमा भएको हुनाले अहिलेको क्याबिनेट कसले चलाएको छ? मास्टर माइन्ड को भन्दा बालेन्द्र शाह होइन। भने अर्थ पहिले जुन आन्दोलन सफल भयो त्यो एउटा टेलर थियो। अब सक्कली खेल, अब हेर्नु अब के हुन्छ तपाईँलाई भनिदिन्छु। सुपरहिट मुभीको चाहिँ मुभी रिलिज गर्दैछन् बालेले। अब रिलिज हुँदैछ। यो भनेको प्रोमो मात्रै देखाइयो, अस्ति अलिकति प्रोमो देखाइयो।